सन्चै हुनुहुन्छ भन्नु लागि सफा गर्नको लागि कस्तो छ हौ एभ्रीवान वेलकम ब्याक माई युट्युब च्यानल सन्चै हुनुहुन्छ भन्ने आशा गरेको छु अनि म पनि सन्चै छु गाउँतिर पानी बिहानै परेको थियो क्या अनि 2-3 दिन जस्तो भइसकेको छ पानी पर्ने अनि दिउँसो घाम लाग्ने अनि बादलहरू लाग्ने तर पानी परिसके पछाडि चाहिँ एकदम रमाइलो मौसम देखिरहेको छ फेरि बादल लागिरहेको छ हाम्रो गाउँतिर अनि आज मात्रै होइन 2-3 दिन नै भइसक्यो यस्तो भएको चाहिँ जाडो महिना जस्तो चिसो जाडो महिना जस्तो पनि फिलिङ्स भइरहेको छ के अरे मम्मीहरू बिहानै धरान जानुभयो अनि मेरो चाहिँ घरको कामहरू भन्नाले सुँगुर चारोहरू दिने अनि कुखुरा चारोहरू दिने काम परेको छ अनि दुईजनालाई चाहिँ खाना बनाउन लाउनलाई सन्चै हुनुहुन्छ भन्नु नमस्कार गर्नु सबैजना हजुरको नाम भनिदिनु अनि हजुरको चाहिँ के हो छोरी भन्नुहोस् न प्रज्ञा राई ए हजुरको बर्थडे कहिले हो वैशाखमा सबैजना मेरो बर्थडेमा आउनुहोस् भनेर भनिदिनु त गुड मर्निङ एभ्रीवान भन्नु उता क्यान्डल हेरेर भन्नु न गुड मर्निङ एभ्रीवान भन्नु न न त्यस्तो गर्नुहुन्न मम्मीलाई माया गर्नु हाम्रो गाउँमा आज पानी परेको छ भनिदिनु हजुरले अनुहारभरि के लाउनु भएको यो हजुरले मम्मीको लिप्स भेटेको हो मम्मीले हजुरले मम्मीको लिप्स लाउनु भयो हो दुईजना मम्मी चुचुलाई चारो दिएर आउनुहोस् दादा बुइन्ने लानुहोस् मा चाहिँ आज चिसो भएकोले गर्दाखेरि सुँगुरलाई पनि पानी तताएर दिने चारो चाहिँ पानी तताएर दिने भनेर मैले सुँगुरलाई चारो दिन गइरहेको छु अनि र के अरे हाम्रोतिर चाहिँ खासै सुँगुरहरू लोकल सुँगुरले पाल्छ अनि चारोहरू पनि अर्ग्यानिक गाउँमै फुलकेराहरू अनि के अरे फुलकेरामा मिसाएर खुदीहरू त्यस्तो नै दिने गरेको छ दानासाना चाहिँ दिने गरेको छैन साह्रै यो फुलकेरा चाहिँ कति धेरै दिन भइसक्यो नि त उयो गरेको बनाएको पनि अनि सुँगुर सानै छ एकपल्ट सुँगुर चारो बनाउँदाखेरि धेरै दिनलाई पुग्छ त्यही भएर अलिक कस्तो देखिएछ अनि भुसुनाहरू पनि लागेको छ हाम्रो सुँगुर चारो बनाउने ठाउँ फाल्टै छ नि त अनि यहाँनिर आगोहरू फुकिरहेको भए चाहिँ यस्तो किराहरू लाग्दैन थियो अनि आगो नफुकेले गर्दाखेरि चाहिँ किराहरू लागेछ तेरा इस्क आधा मेरा कैसे त्यसको भात पानी मिक्स गरेँ अलिक झोल नै खान्छ भन्दै थियो कि हाम्रो सुँगुरले चाहिँ मम्मीले त्यही भएर मैले अलिक धेरै नै सुँगुर अलिक सानै छ नि त त्यही भएर मैले थोरै नै चारो रेडी गरेँ चाहिँ सुँगुरलाई पहिल्यैदेखि हाम्रो घरमा चाहिँ सुँगुरलाई चारो दिँदाखेरि अलिकति नुन पनि मिसाउने गरेको छ अनि मैले चाहिँ सुँगुरलाई नुन मिसाएर दिएँ पातलो नै खान्छ पानी मजाले लाएर दिनु भन्नुभएको मम्मीले अनि मैले चाहिँ पानी चाहिँ सुँगुर चारो दिनुलाई रेडी गरिसक्यो यतातिर चाहिँ सिमसिम पानी परि नै रहेको छ क्या बिहान पनि ठुलो पानी आएको थियो अनि मैले चाहिँ चारो बिहानै दिन पाइनँ अनि अहिले पनि दिउँ भनेको हेर्नु न पानी के अरे हल्का पानी बाक्लो टाइप्सको पानी तर के भन्छ सिमसिम पानी परि नै रहेको छ गाउँको मौसम चाहिँ धुम्म अनि सिरसिर पानी अन्त अब बर्खा लागिसक्यो क्या लगमा चाहिँ तर कति चिसो छ क्या हाम्रो कति रमाइलो छ रमाइलो देखेको छ हाम्रो गाउँतिर अनि सफा यस्तो चाहिँ धुलोहरू नभए जस्तो आज हाम्रो चाहिँ तरकारीमा घरमै आफ्नै बारीमा फलेको कुरिलोको तरकारी बनाउनलाई रेडी गर्दैछ आजको कुकमेन चाहिँ अनुहार देखाउ न छोरालाई खाना बनाउन लगाएको छु आफ्नै बारीको कुरिलो नानीहरू चाहिँ आजको हाम्रो कुकमेन चाहिँ हाम्रो छोराहरू रहेको छ एउटा
माइदी दिदीको छोरा अनि चाहिँ साइडी दिदीको छोरा यो चाहिँ अचार मेकर अनि यो चाहिँ तरकारी मेकर खाना स्टार्ट भइसक्यो पनि खाइसक्यो अब म चाहिँ लुगा धुनु पर्ने दिदी हुँदाखेरि चाहिँ मैले खासै नानीको लुगाहरू धुनु परेको थिएन क्या अमृता दिदी हुँदाखेरि मेरो दिदी हुँदाखेरि अनि दिदी चाहिँ फर्किसक्नु भयो नानीको स्कुल लाग्ने भएर अनि म चाहिँ अब लुगा पनि धुनु पर्ने म चाहिँ झन्डै निदा आएछु क्या अनि कस्तो अल्छी लाग्यो क्या निन्द्रा पनि लाग्यो नि त अनि फेरि सुतौँ भने पनि नानीको कपडा छ अब धुनी पर्ने हुन्छ हामी ठुलो मान्छेको त जहिले सुक्दा पनि हुन्छ नानीको चाहिँ अलिक चाँडै नै सुक्नु पर्ने हुन्छ नि त अनि फेरि त्यही माथि यस्तो मौसम भइरहेछ घाम पनि लागेको छैन त्यही भएर मैले चाहिँ कपडाहरू धुनुपर्ने हुन्छ अनि सुतिनँ अब म चाहिँ कपडा धुन स्टार्ट गर्छु मेरो सबै आडीहरू गाईतिर अनि ढाडकुराहरू राखेको छ अनि कपडा पनि धेरै छ नि त राम्रो कपडा पनि बनेको कम्तीमा नै कपडाहरू गर्न लाग्यो हामी चाहिँ के अरे यहाँ फुल्केर रोप्ने भन्नुहुँदैछ मम्मीले त्यही भएर यहाँ पन्साउनलाई लाग्यौँ झन् पहिल्यैदेखि चलन थुक्क उता बस यहाँ बारी सफा गरेर पनि यो के अरे फुल्केरा रोप्ने ठाउँको लागि सफा गर्नको लागि यो फोहोरहरू बेला पारेको थियौँ अनि यसलाई डढायौँ यसलाई त्यो आगो बलेकोतिर सार्दैछ चाहिँ बजार जानुभएको रहेछ अनि बजारबाट खाजा ल्याइदिनु भएको थियो अनि हामी चाहिँ काम गर्दै थियौँ खाजा खाँदैछौँ यस्तो चप त घरमै बनाएर तिमीहरूलाई मन मिलाएर छर्न आउँदैन होला नि त बाजेले छर्छ खानु ल उयो हतियार एक छोरा खा भन्छस् नि कति सानो प्रज्ञा लागि बुवा अनि छोराहरू चाहिँ यतानिर के अरे बोडी रोप्नको लागि ठाउँ बनाउँदैछ खन्दैछ के छोयो मेरो कालुले के छोयो केले पोल्यो मेरो बाबालाई हाँसिदेऊ त रुयो खोइ कहाँ पोलो खै छोयौ त हाम्रो गाउँतिरको सुँगुरहरू चाहिँ यस्तै के अरे लोकल सुँगुर पनि हुन्छ अनि खाने चारोहरू पनि त्यस्तो के बाहिर कुराहरू अब के अरे दाना उयोहरूतिर पारिँदैन नि त अनि त्यो फुल्केर बिरालो अनि त्यो उयो मकैको भुसहरू हालेर सुँगुरलाई चारो दिने गर्छ त्यही भएर मासु पनि चखिलो नै हुनुपर्छ बजार ल्याएको अनि मिठो हुन्छ अनि चारोहरू पनि यस्तो फुल्केराहरूको खान्छ नि त त्यही भएर खासै बाहिरको त दाउनीहरू लिनु पर्दैन के खानुभएको प्रश्नले के खानुभएको भन्नु न छोरो के हो त्यो चिची हो के को चिची छोरी माछुको के को माछु के को टुङ्गुलको मिठो छ अनि यो चाहिँ मेरो सुन्दर गाउँ आजको मेरो भिडियो हजुरहरूलाई कस्तो लाग्यो त्यो कृपया कमेन्टमा आएर भनिदिनु होला अनि लाइक सब्सक्राइब र सेयर पनि गरिदिनु होला भन्दै आजको भिडियोबाट मैले बिदा लिनुपर्ने हुन्छ नमस्ते बाई बाई फेरि भेटौँला